आमाको डेफिनेसन भनिदेऊ न त अघि भन्छु भन्दैछौ नि त 1-2 शब्द 2-3 लाइन आमाको लागि त भन्न सक्छौ नि तिमीले यो मेरो तिमीलाई मैले टाइम दिएँ ल नखे भन न साउन्ड सुनिँदैन कि मजाले भन आमाको लागि 1-2 शब्द भनिदेऊ नि त आमा भनेको यस्तो हो जुन हामीले किनेर पनि सकिँदैन अनि हामीले बेलैमा माया गर्न सिक्नुपर्छ हामीले झर्को मर्को केही गर्नु हुँदैन घरको कामदेखि सबतिर सघाउनुपर्छ आमाको बुवा कति म त्यतातिर गइनँ आमा यस्तो ममतामय चिज हो हामीले जुनीसम्म पनि पाइँदैन प्रेम भनेर हामीले गर्लफ्रेन्ड र बोयफ्रेन्ड भनिन्छ नि तिमीलाई म 7 वर्षको साथमा आएको छु 7 जुनीसम्म पनि हजारौँ जुनी पनि पाइँदैन आफ्नो जन्मदिन आमा त्यति नै भन्नु पाएँ